यो एउटा अँध्यारो रातको कुरा हो। एउटा घरमा श्रीमान र श्रीमती खाना खाने क्रममा थिए। त्यही बीचमा ढोकामा ढकढक हुन्छ। श्रीमतीले ढोका खोल्दा एउटा साधुलाई भेट्छिन्। साधुले सहयोगको रूपमा मलाई केही दिनुस् न भनेर मागिराखेका हुन्छन्। उनले केही स्पेसिफिक कुरा भने मागेका थिएनन्। यतिमै श्रीमतीले आफूले पकाइराखेको खानेकुरा साधुलाई भित्र बोलाएर आफैसँग राखेर खान दिन्छिन्। श्रीमतीले बनाएको त्यो खानेकुरा अरू केही पनि नभएर योमरी थियो। अब सुन्दा विश्वास नलाग्ला, तर यही एउटा इन्सिडेन्ट पश्चात आज हामीले योमरी पुन्नी मनाउँछौँ। तर यो मात्र पुरा कहानी भने होइन। आजको यस भिडियोमा यही योमरी पुन्नीको इतिहास र यस नेवा समुदायले नेपाली समाजलाई दिएको यो वरदानको महत्त्वको कुरा गरौँ। हेलो एभ्रिवान, लेट मी कभर दिस लङ स्टोरी इन सर्ट। योमरी पूर्णिमा नेवारी समुदायले मनाउने एउटा महत्त्वपूर्ण हार्वेस्ट फेस्टिभल हो। धान काटिसकियो, घरमा भित्राइसकियो, अब बारीका लगभग सबै कामहरू सकिए भन्ने बेलामा यो पर्व पर्दछ। तर अचम्मको कुरा के छ भने धेरै ठाउँहरूमा हार्वेस्ट सेलिब्रेसन भन्ने बित्तिकै थरीथरीका खानेकुरा, नाचगान, ठुला ठुला भोज भन्ने बुझिन्छ। तर योमरी पुन्नी केवल एउटै कुरासँग सेलिब्रेट गरिन्छ, योमरी। र सायद यही कुरा नै यो पर्वको सबैभन्दा स्पेशल कुरा हो। हजुरहरूलाई योमरी एउटा साधारण खानेकुरा त हो जस्तो लाग्ला, तर वेट, यसको आफ्नै आकार, आफ्नै फिलिङ अनि छुट्टै बनाउने तरिकाले अलगै सिम्बोलिजम क्यारी गर्छ। कुनै योमरी माछाको आकारमा हुन्छ त कुनै देवी देवताको र कुनै मान्छेको आकारमा। जति फरक आकृति त्यति नै फरक अर्थ। त्यस्तै यसभित्र हालिने कुराहरू पनि फरक फरक हुन्छन्। कुनैमा चाकु, कुनैमा खुवा, तिल, कहिलेकाहीँ दाल, र यसको पनि आफ्नै कारणहरू छन्। र यो कुरा बुझ्नको लागि हामीले 800 वर्ष अगाडिको किम्बदन्ती सुन्नुपर्छ। एउटा किम्बदन्ती अनुसार त्यति बेलाको पाञ्चाल नगर, जुन अहिलेको पनौतीमा पर्दछ, त्यहाँ सुचन्द्रा र कृता नाम गरेका सामान्य दम्पति बस्थे। उनीहरू साधारण किसान थिए र त्यस एक वर्ष चाहिँ उनीहरूको खेती एकदमै राम्रो बनेको थियो। घरमा ताजा चामल, चाकु, तिल सबै कुरा एकदम राम्रो मात्रामा थियो। अनि कृताले सोचिन्, यो खुसियाली मनाउन केही नयाँ कुरा बनाउन पर्यो। उनी चामलको पिठो, चाकु, तिल सबै कुराको प्रयोग गरेर एकदमै नयाँ परिकार बनाउनतिर लाग्छिन्। माछाको आकार, गजुरको जस्तो टुप्पो, भित्रपट्टि चाकुको फिलिङ, अनि त्यसलाई स्टिम गरेर बाफमा पकाउने। यस प्रोसेस पश्चात त्यहाँ संसारकै पहिलो योमरी बन्दै थियो। त्यत्तिकैमा उनीहरूको ढोका कसैले ढकढकायो। ढोका बाहिर थिए एकजना थकित, फाटेको लुगा लगाएको भिखारी। साधारण मानिसहरूले यस्तो अवस्थामा भएको अन्जान व्यक्तिहरूलाई ढोका समेत खोल्दैनथे होला। तर सुचन्द्रा र कृताले भने उनलाई भित्रै बोलाए, आधार सत्कार गरेर बसाए। अनि त्यही बन्दा बन्दै गरेको योमरी त्यस भिक्षुलाई खान दिए। त्यस भिक्षु त्यो एउटा योमरी खाएपछि अति नै प्रसन्न भए अनि आफ्नो असली अवतार देखाए। ती भिक्षु कुनै एउटा साधारण मान्छे भने थिएनन्। उनी थिए वेश बदलिएर आएका स्वयं धनका सम्पत्ति कुबेर देवता। कुबेर देवता ती दम्पतिलाई देखेर साह्रै खुसी भए। उनले ती दम्पतिलाई समृद्धि, सुरक्षा र धन सम्पत्ति दिने बाचा गरे। त्यस पश्चात कुबेरले भने, आजबाट जो व्यक्तिले यो पूर्णिमाको रातमा देव देवीको आकृतिमा योमरी बनाउँछ, उसको घरमा धन र समृद्धिको कहिल्यै पनि कमी हुँदैन। अनि त्यो दिनदेखि नेवारी समुदायले यस पूर्णिमाको दिनलाई चाडकै रूपमा मान्न थालेका हुन्। तर इन्ट्रेस्टिङ कुरा यतिमै सकिँदैन। तपाईहरूलाई लाग्ला पूर्णिमाकै रात किन, अझै किन त्यही एउटा महिनाको पूर्णिमा, अनि किन सधैँ त्यही आकारहरूमा बनाउनु पर्ने? यो सबै कुराहरूको पछाडि गहिरो कस्मिक रिजन्स लुकेको छ। योमरी पूर्णिमा जुन कुनै पूर्णिमामा मनाइँदैन। नेपाल सम्वत क्यालेन्डर अनुसारको तेस्रो महिनाको पूर्णिमामा मात्रै मनाइन्छ।
किन? यो पूर्णिमा धेरै जसो टाइम्स मङ्सिर महिनामा पर्छ र यो पूर्णिमाले धानको बाली पूरा भइसकेको, खेत खाली भएको, सम्पूर्ण खेतका कामहरू सकिएको बेलालाई जनाउँछ। यति बेला घरका भकारीहरू भरिएका हुन्छन्। यो पूर्णिमाको चन्द्रमालाई जीवन सम्पूर्ण र भरपुर भएकोसँग पनि जोडिन्छ। यसरी योमरी पूर्णिमामा सबै परिवार सँगै बसेर योमरी पकाउने अनि खाँदै रमाइलो कुरा गर्ने मात्रै भने चाहिँ होइन। यो एउटा गहिरो प्रार्थना पनि हो। अन्नकी देवी माता अन्नपूर्णलाई हामीलाई बचाइदिनु भएकोमा धन्यवाद अनि धन सम्पत्तिका देवता कुबेरलाई आगामी वर्षमा पनि यस्तै सम्पदा, सुरक्षा र समृद्धि दिनुहोला है भन्दै यस दिनमा नेवा समुदायले प्रार्थना गर्ने गर्छन्। यस पर्वले माटो, मान्छे र देवतालाई जोड्ने काम गर्छ। माटोबाट आएको चामलको प्रयोग गरेर मानिसहरूले योमरी बनाउँछन्। त्यही योमरीलाई प्रसादको रूपमा देवतालाई चढाइन्छ। यही तीनवटा कुराहरू मिलेर एउटा कम्प्लिट ग्र्याटिट्युडको साइकल बन्छ। तर अब असली जादु आउँछ योमरीको आकारमा। किन माछाको आकार त? किन देवी देवताको आकार? अनि किन मायो र बायो भन्ने दुईटा खालका योमरी? धेरै जसो ठाउँमा योमरी माछा जस्तो हुन्छ। माछाको आकारलाई फर्टिलिटी र लाइफको प्रतीक मानिन्छ। त्यस्तै योमरीको माथिको भाग ख्याल गर्नुभएको होला, मन्दिरको गजुरको जस्तो आकारमा हुन्छ। त्यो आकारले धरती र देवतालाई जोड्ने अर्थ प्रदान गर्छ। यति मात्र होइन, केही परिवारहरूले देवी देवताहरूको आकारमा पनि योमरी बनाउने गर्छन्। यो विशेष गरेर पूजामा चढाउनको लागि तयार गरिन्छ अनि साधारण योमरीहरू चाहिँ खान र टोल, छिमेक, आफन्त, साथीभाइलाई बाँड्नको लागि प्रयोग गरिन्छ। अनि अब सुन्नुहोस्, योमरी पूर्णिमाको दिनमा मानिसहरूले दुईवटा विशेष प्रकारका योमरीहरू बनाउँछन्, मायो र बायो। मायो योमरीमा रातो वा कालो मुसुरो भरिन्छ। यसलाई फिमेल इनर्जीसँग तुलना गर्दै फिमेल फर्टिलिटीको प्रतीक मानिन्छ। त्यसै गरी बायो योमरीमा चाकु र तिल राखिन्छ। बायो योमरीलाई चाहिँ मेल इनर्जीसँग तुलना गर्दै यसले मेल फर्टिलिटीलाई जनाउने कुरा गरिन्छ। यी दुईवटा योमरीहरूले फेमिनिन र म्यास्कुलिन दुवै इनर्जीको उपस्थितिलाई जनाउँछ। यसरी जीवनको ब्यालेन्स, क्रिएसन, कस्मिक एनर्जी हरेक कुरा एउटा योमरीभित्र लुकेका हुन्छन्। योमरी पूर्णिमा एक दिनको मात्रै फेस्टिभल भने होइन, यो 4 दिनको स्पिरिचुअल जर्नी हो। अनि हरेक दिनको आफ्नै महत्त्व र रिचुअलहरू छन्। पहिलो दिनमा घर परिवारले योमरी बनाउने काम सुरु गर्छन्। घर घरमा चामलको पिठो पिस्ने आवाज, चाकु तताउँदाको बास्ना अनि परिवार सँगै बसेर आकार दिने रमाइलो छाएको हुन्छ। यो दिन योमरी बनाउने दिन मात्रै होइन, यो ग्र्याटिट्युड एक्सप्रेस गर्ने तयारीको दिन हो। दोस्रो दिनमा असली सेलिब्रेसन सुरु हुन्छ। देवी देवताको आकारको योमरी बनाएर गणेश, कुबेर, अन्नपूर्ण जस्ता सबै देवी देवताहरूलाई र आफ्ना पितृहरूलाई त्यस योमरी अर्पण गरिन्छ। घरहरू दियोले सजिएका हुन्छन् अनि प्रार्थना गर्न सुरु गरिन्छ। तेस्रो दिनमा पूजा कन्टिन्यू हुन्छ र यो विशेष गरेर ठुला बडासँग आशीर्वाद लिने दिन हो। यस दिन विभिन्न नाचहरू र अन्य ट्रेडिसनल पर्फर्मेन्सेसहरू पनि सुरु हुन्छन्। तेस्रो दिनमा परिवार र आफन्तसँगै बसेर रमाइलो गर्ने परम्परा छ। चौथो दिनमा फाइनल सेलिब्रेसन हुन्छ। नाचगान कन्टिन्यू हुन्छ, प्रसाद ग्रहण गरिन्छ अनि योमरीलाई सबै आफ्ना परिवार, आफन्तजन, साथीहरूसँग सेयर गरिन्छ अनि अन्त्यमा ठुला बडाको आशीर्वाद लिइन्छ। सोच्नुहोस् त, 4 दिन एउटा पुरा स्पिरिचुअल रिसेट। सायद यसैले गर्दा होला योमरी पूर्णिमालाई एकदमै पावरफुल मानिने चलन छ। तर यो 4 दिनभित्र कम्युनिटीले कसरी पार्टिसिपेट गर्छ त? बच्चाहरू, युवा युवतीहरू, वृद्धहरू, यिनीहरूको सबैको कस्तो कस्तो रोल रहेको छ। र मेन कुरा, योमरी फोनेगु भनेको त सुन्नु नै भएको छ होला। यदि सुन्नु भएको छैन भने पनि यो पक्कै पनि थाहा पाउनै पर्ने टर्म हो र यसको एक्ज्याक्ट मिनिङ के हो त? अब त्यो कुरा गरौँ। योमरी पूर्णिमाको दिनमा बालबालिकाहरू गीत गाउँदै योमरी फोनेगु भन्दै घर घर जान्छन्। यसको सिधा अर्थ हो योमरी देऊ। यसरी योमरी फोनेगुमा आएका बच्चा बच्चीहरूलाई योमरी दियो भने भगवान कुबेरको आशीर्वाद पाइन्छ भन्ने विश्वास छ। कसैले चाहिँ यस परम्परालाई दुई मनपर्ने व्यक्तिको भेटघाट, आकर्षण र प्रेम खोज्ने परम्परा हो भनेर पनि भन्ने गरेका रहेछन्। जसको सत्यता के हो यो हामी पनि कन्फ्युज छौँ। हजुरहरूलाई थाहा छ भने प्लिज कमेन्ट गरिदिनु होला। यो सँगै हरिसिद्धि जस्ता ठाउँहरूमा त अझ अद्भुत काम हुन्छ।
पवित्र मुखौटा नाच। रातिको समयमा यो नाच देखाउँदै पुराना देवी देवताहरूका कहानीहरू सुनाइन्छ। यसरी घर घरमा बालिने दीप, पितृहरूलाई गरिने पूजा, देवताहरूलाई चढाउने योमरी, यो सबै कुराहरूले योमरी पूर्णिमालाई ठुलो डेप्थ दिएको छ। अब कुरा गरौँ योमरी पूर्णिमासँग एसोसिएटेड लभ स्टोरीको। योमरी पूर्णिमाको भोलिपल्टको दिनमा भने केही अलग नै हुन्छ। यस दिनलाई माटिना पारू भनेर भनिन्छ। अब माटिना पारू भनिराख्दा मेरो प्रोनाउन्सिएसन एक्ज्याक्टली करेक्ट नभएको हुनसक्छ। इफ म रङ छु भने प्लिज अगेन मलाई कमेन्ट्समा बुझाइदिनु होला। नेक्स्ट टाइम अवश्य मिस्टेक्सलाई करेक्ट गर्नेछु। माटिना पारू जसको अर्थ हो नेवारी भ्यालेन्टाइन्स डे। माटिना पारूको दिनमा युवा युवतीहरूले आफूलाई मनपर्ने मान्छेलाई आफैले बनाएको योमरी दिएर एउटा सटल हिन्ट दिन्छन्। यसरी पहिलाको समयमा खुलेर प्रेमको कुरा नसक्दा योमरीले मान्छेले नै बोल्न नसकेका कुराहरू पनि बताइदिन्थ्यो। तर साँचो कुरा के हो थाहा छ? नेपाल दिन प्रतिदिन विकास हुँदै जाँदा युवा युवतीहरू विशेष गरी सहरतिर वा विदेशतिर सर्ने प्रचलन बढ्यो अनि त्यसैले गर्दा यस पर्वका केही पक्षहरू हराउँदै गएका छन्। योमरी पर्व त अहिलेसम्म पनि मनाइन्छ, तर योमरी फोनेगु, माटिना पारू, मुखौटा नाच यस्ता युनिक फ्याक्टर्सहरू भने बिस्तारै हराउँदै गएका छन्। माछाको आकारमा योमरी बनाउने चलन सबैलाई थाहा छ, तर देवी देवताको आकारमा पनि योमरी बनाइन्छ भनेर धेरैलाई थाहा नै छैन। भकारीमा योमरी राख्ने, भगवानलाई चढाउने यस्ता प्रचलनहरू पनि सायदै नेवारी समाज बाहिरका मानिसहरूलाई थाहा होला। अब यो किन थाहा पाउनु पर्यो त भने जस्तो लाग्ला। तर योमरी पूर्णिमा केवल एउटा ट्रेडिसन मात्र होइन, यो आइडेन्टिटी नै हो। यो पर्व नेवारी कम्युनिटीलाई आफ्नो रुटसँग कनेक्ट गर्ने, पूर्वजहरूलाई सम्मान गर्ने र आफ्नो हेरिटेज आगामी पुस्तालाई पास गर्ने एउटा ठुलो माध्यम हो। यही एक दिनले समृद्धि भनेको धेरै पाउने मात्र नभएर आफूले सक्ने जति अरूसँग बाँड्ने पनि हो भनेर सिकाउँछ। चाहे त्यो जीवनको चक्र बुझ्ने कुरा होस्, पितृको सम्मान गर्ने कुरा होस् वा जीवनभरि सँगै रहने सम्बन्ध बनाउने कुरा होस्, यो सबै कुरामा योमरी पूर्णिमाले हामीलाई धेरै कुरा सिकाउँछ। हाम्रो मोडर्न लाइफमा हामी आफ्नै सुरमा खाना अर्डर गर्छौँ, किन्छौँ, खान्छौँ र आफ्नै जिन्दगीमा व्यस्त रहन्छौँ र यो सबै कुराको बिचमा समाजमा कृतज्ञता व्यक्त गर्ने, आफूसँग भएको कुरा बाँड्ने, सामाजिक सम्बन्धलाई प्राथमिकता दिने जस्ता कुराहरूमा हामी पछाडि परिरहेका छौँ। तर यो योमरी पूर्णिमाले याद दिलाउँछ कि जीवनको असली समृद्धि र खुसी आफ्नो रिसोर्सेस अरूसँग बाँड्नुमा नै छ। जीवन समृद्ध बनाउन धेरै ठुला कुरा गर्नै पर्दैन। हामीले गर्न सक्ने सबैभन्दा सिम्पल काम आफ्नो हातले खानेकुराहरू बनाउने, अरूसँग त्यही खाना बाँड्ने, समाज र परिवारसँग समय बिताउने र अन्तिममा यस्तै कुराहरूलाई प्राथमिकता दिँदै जीवनलाई मिनिङफुल बनाउने। योमरी पूर्णिमाको असली मेसेज यति नै हो। लङ स्टोरी सर्ट, योमरी पूर्णिमा केवल एउटा फेस्टिभल मात्र होइन, यो एउटा परम्परा हो। एउटा यस्तो परम्परा जसले अहिलेको यो फास्ट मुभिङ वर्ल्डमा मानवतालाई जीवित राखेको छ। माटो, मान्छे र भगवानलाई जोड्ने क्षमता भएको यो चाड नेवा समुदायले सम्पूर्ण देशलाई दिएको एउटा ठुलो गुण हो, जसको एप्रिसिएसन सम्पूर्ण नेपालीहरूले गर्दै आएका छन् र अझै गर्दै जानुपर्छ। अब यति कुरा भनिराख्दाखेरि चाहिँ के कुरा ख्याल गर्नुपर्छ भन्दा नेवा समुदायमा थुप्रै किम्वदन्तीहरू छन् र कति किम्वदन्ती त हामीले भेटाउँदा नै भेटाएनौँ र हामीले जति पनि किम्वदन्ती भेटायौँ र जति पनि नेवा समुदायका अग्रजहरूसँग हाम्रो चिन्जान थियो, यति कुरामा बेस्ट भएर इन्फर्मेसन कलेक्ट गरेर चाहिँ हामीले यो भिडियो बनाइराखेका हौँ। अब यसमा केही कमी कमजोरी पक्कै पनि थिए होला, त्यसको लागि चाहिँ एकमुष्टमा हाम्रो टिमबाट एउटा अपोलोजी चाहिँ मैले माग्न चाहेँ यहीँबाट फर अल द मिस्टेक्स वी हेभ मेड। र फ्युचरमा पनि यस्तो मिस्टेक्स नहोस् भन्नको लागि चाहिँ यदि कोही समुदायकै मान्छे जसलाई चाहिँ हाम्रो भिडियो चाहिँ सुरुमै रिभ्यू गरिदिएर ल यो मिस्टेक्स छ, यो करेक्ट छ, यो कुरा चाहिँ हाल्नुहोस्, यो कुरा चाहिँ नहाल्नुहोस् अथवा यसलाई चाहिँ इम्प्रुभाइज गर्नुहोस् भन्न सक्नुहुने कोही हुनुहुन्छ भने चाहिँ प्लिज हामीलाई रिच आउट गर्नुहोस्, इन्स्टाग्राम, मेल, जे कम्फर्टेबल हुन्छ हजुरहरूलाई। त्यो भयो भने चाहिँ सकेसम्म हामीले नै राइटफुल इन्फर्मेसन सेयर गर्न पाउँछौँ। र यति गर्दै पनि अझै मिस्टेक्सहरू हुन पुगेमा चाहिँ वी रियली सरी अगेन, बिकज हामीले कसैलाई पनि प्रमोट या डिमोट गर्न भनेको खोजेका होइनौँ। र फाइनली लर्निङ भनेको इट्स अ 2 वे प्रोसेस। हामीले सिकाउन मात्र आएका होइनौँ, सिकाउँदै हामीले सिक्न आएका हौँ। त्यसैले केही मिस्टेक्सहरू भयो भने चाहिँ प्लिज फिल फ्री टु रिच आउट, अनि यो पार्ट चाहिँ नेक्स्ट टाइमबाट रिपिट नगरिदिनु होला भनेर पनि हामीलाई प्लिज लेट अस नो।
कमेन्ट्स, इन्स्टाग्रामको मेसेज अर मेल हजुरहरूलाई जे कम्फर्टेबल हुन्छ त्यही नै गरिदिनु होला। अगेन थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड।